हेलो साथीहरू, स्वागत छ फेरि पनि मेरो सर्ट युट्युबमा है। सो आज जुन 10.66 किलोमिटर चाहिँ आज मेरो वर्कआउट भएको छ हैन। यसमा मेरो के अरे हिँडेको ड्युरेसन भनेको चाहिँ त्यही 2 घण्टा 5 मिनट 20 सेकेन्ड हैन। अनि आज मेरो क्यालोरी 702 चाहिँ मेरो क्यालोरी बर्न भएको छ। स्टेपमा 15,458 छ भने आज चाहिँ मैले यो तरिकाले हिँडेको छु है। अलिकति सो म चाहिँ आफ्नो एरियाबाट यसरी गएर आज चाहिँ जगडोलतिर नगएर म यहाँबाट यो चुनीखेलबाट उकालो जङ्गल उकालो यसरी तारेभिर तल पुगेर हैन। अनि खेरि जङ्गलकै जङ्गलबाट ओह्रालो झरेर हैन। अनि ठ्याक्क म जगडोल ट्रेकिङ त्यो के भन्छ त्यो हाइकिङ स्टार्ट पोइन्टसम्म पुगेर त्यहाँदेखि फेरि म चाहिँ ठ्याक्कै अहिले आफ्नो लोकेसनमा आइपुगेको छु। सो आजको वर्कआउटको अपडेट यही थियो। तपाईलाई मन पर्यो भने लाइक र सब्स्क्राइब चाहिँ गरिदिनु है त। थ्याङ्क यू।